हेलो गाइस, इसमी सन्तोष सानुस अनि स्वागत छ आजको ब्लगमा। अनि आज चाहिँ हामी छौँ पोखराको लब्बी डाँडामा अनि हामी चाहिँ यहाँको फोहोरहरू सरसफाइ गर्न आएका छौँ। अनि तपाईँहरू हाम्रो भिडियो हेरेर इन्जोय गर्न सक्नुहुन्छ, हेर्दै गर्नु होला। रोहित भाइ, विजय, अभिषेक, त्यसपछि हाम्रो शक्ति भाइ अनि त्यसपछि हाम्रो सन्तोष दाइ चाहिँ यता क्यामेराको सेटअप मिलाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ यहाँ लब्बी डाँडामा चाहिँ सफा गर्दैछौँ। पोखराको सुन्दर दृश्य देख्न सक्नुहुन्छ। हिमाल, सुन्दर पोखरा, हाम्रो पोखरा, राम्रो पोखरा। अनि भिडियोको मार्फतबाट चाहिँ तपाईहरुलाई भन्न सक्छु, आफ्नो ठाउँ वरपर सफा स्वच्छ राख्नु होला। यहाँ चाहिँ हाम्रो विजय साथीले टिप्दै हुनुहुन्छ फोहोर। बोतल फोरेर यसरी चाहिँ नफाल्ने गाइस, यो एकदम नराम्रो कुरा हो यार। यो त यार यो एकदमै होइन, राम्रो हो त ब्रो। हैन एकदम यसरी खाएर जथाभावी फोहोर नफाल्दिनु होला, नफुटाइदिनु होला। ल तल जाम है त थोरै। एकदम सूक्ष्म सरसफाइ भइरहेछ लब्बी डाँडामा। सानो सानो फोहोर पनि उठाउनु पर्छ गाइस। यो ठुलो हरेक फोहोरले होइन, सानो सानो फोहोरले नै धेरै प्रदूषण गर्छ क्या। अन्त यो साइडमा जाउँ। सुन्दर पोखरा देख्न सक्नुहुन्छ, तर यसरी फोहोरहरू छ यहाँ। फोहोर गुटकाको खोल, गुड्का छ। गुटकाको खोल कसले फालेको? यो कृपया क्यान्सर हुन्छ। गुटकाको खोल फालेको राम्रो बानी होइन। यस्तो गुटकाको खोल पनि फाल्ने हो कहिले। हामीसँग हुनुहुन्छ हाम्रो शक्ति भाइ। सानो सानो फोहोर पनि टिप्ने हो कि यहाँ, यो कुनै फोहोर छोड्ने होइन क्या। गर्मी भयो कुनै फोहोर पनि छोड्ने होइन क्या। ल एकदम गुड जब हाम्रो एकदम जल्दो बल्दो देश प्रेमी युवा विजय हमाल कट्टु समालले यहाँ फोहोर सम्हाल्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ गाइज। त्यस्तो त नहुन नि यार। राजु समालको कट्टु लाएर आमामा उडाएर आएको कट्टु लाएर विजय हमालले आज फोहोर सम्हाल्दै हुनुहुन्छ। ल यो फोहोर सक्नुहुन्छ गाइस। यो लब्बी डाँडामा हामी जताततै हामीले यही मात्र देखेको छ, यही मात्र खानुहुन्छ कि तपाईँहरूले यार। यो खाएर कता कता फोरेर यारको यो मान्छे भेट्नु पर्यो कि। यो बियर, यो गोर्खा बियर खानेलाई गोर्खा बियर चाहिँ होइन, यो कुन कम्पनीको नाम हो? प्लास्टिकहरू हामी प्लास्टिकहरूले बान्ने हो कि त्यो फोहोरहरू। यो गोर्खा बियर चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि यसरी चाहिँ होइन, जसरी प्रदूषण गरेर हेर्नु बोतल फोरिरहेको नि यहाँ लब्बी डाँडामा आएर, पोखराको लब्बी डाँडा यस्तो राम्रो ठाउँमा आएर यस्तो बोतल फोरेर के भन्ने। अब मार्केटिङमा पनि अब बोतलै नफोरौँ भनेर यसो सुझाव दिन चाहन्छु होइन, सुझाव दिनु। यता चाहिँ यो साइड चाहिँ हाम्रो सफा भइसक्यो, एकदम क्लिन भइसकेको देख्न सक्नुहुन्छ। यहाँ चाहिँ बाख्राहरू पनि चर्दैछन् यस्तो राम्रो ठाउँमा, प्रकृतिमा। फोहोर नगरिदिनु होला। बाख्रा पनि हाम्रो गुटकाको खोल देशद्रोही खाले यो पनि छोड्ने होइन। लब्बी डाँडामा सबभन्दा बढी देखिने चिज चाहिँ यो हो, जन्तु। यो एकदम पपुलर रहेछ कि। एकदम धेरै छ, यस्तो प्रायः त्यति नखालिदिनु होला। यो हेर न, एकदम फुटाएर फालेर है। पर्साङ डाँडा लब्बी डाँडा चाहिँ बियरको लागि फेमस रहेछ। गोर्खा बियर देख्न सक्नुहुन्छ। चक्ना विथ गोर्खा स्ट्रङ बियर। यहाँ कति बोतल हो क्या यो गोर्खा बियरको त यार। चक्ना पनि छ हाम्रो यहाँ, दालमोटको चक्ना पनि छ गाइजहरू।
हेर्दै गर्नु होला। अर्को पनि बिहारको बाटो भेटियो। अर्को पनि बिहारै छ यहाँ गोर्खा स्ट्रङ। रुकिनु फोकस क्यामेराम्यान फोकस। यहाँ छ हाम्रो गोर्खा स्ट्रङ एउटा, दुईटा, तीनटा, चारवटा, 5, 6वटा गोर्खा स्ट्रङ बियर छ। तपाईँहरूले सबै नागरिकको पहिचान दिनु होला, जो पाए त्यतै नफालिदिनु होला। एउटा झोला त बियरले मात्रै भरियो। यो सबभन्दा हेभी हुन्छ। फुट्छ क्या यार? फुट्दैन फुट्नु त। ऊ अर्को नि छ उता 5000 ऊ अलि पछि। हजुर 5000 भेट्टा दाइले 5000 रुपियाँ भेट्टाउनु भयो है। 5000 छ हामीसँग। भाटे कारवाही गर्नु पर्ने भयो यस्तो फोटो हाल्नेलाई। त्यत्रो ब्यागको चाहिँ उठाइसक्यो है पुरो। अझै एउटा छ अब। गाइस यस्तै सफा हुनु पर्यो हाम्रो वातावरण, यस्तै सफा यस्तै हरियालीहरू हुनु पर्यो। यहाँ एउटा फोहोर भेटिएको छ। के हो यो? क्यानरी एकाडेमी अरे है। यस्तै सफा चाहिँ हाम्रो वातावरण हुनु पर्यो है, यस्तै हरियाली। यहाँ हेर न, एकदम ठिकै त्यस्तै हुनु पर्यो। त्यस्तै बनाउनु पर्यो गाइस हाम्रो वातावरण वरपर, घर वरपरको वातावरणलाई सफा गर्नु होला। पुरा फोटिदिएर त भ्याइनै सकिन्न त। गाइस यहाँ यस्तो खतरा के हो, एकदम अजुब्बाको चिज भेटेको छ। यस्तो नेपालीहरूले मात्रै बनाउने एकदम के हो यस्तो यो कुनै होला यस्तो लुकाएर राख्नु भएको थियो है, हामीले फालिदियौँ। कृपया माफ गर्नु होला। तपाईँको सामान चाहिँ हाम्रो यहाँ फोहोरमा गयो। कहिले भ्याइन्छ यहाँको फोहोर? सादा पुस्ताले सफा गरिन्छ। जब मान्छे हैन आफू सुध्रिन्छ, आफ्नो पत्ला पाउँछ तब बल्ल। हो यस, गुड पोइन्ट। एकदमै फोहोर छ गाइज है, जता हेऱ्यो त्यतै फोहोर छ।
फोहोर यस्तो राम्रो होइन होइन बच्चै त सिकाउनु लिएर जाउँ न त्यो फोहोर सामान पर्छ त अहिले हामीले नि नेपालीहरूलाई सिकाउनु नेपाली स्कुलबाटै सिकाउनु पर्ने हो क्या यहाँ फोहोर गर्ने मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त नि सन्देश चाहिँ के छ त नि ब्रो फोहोर नगर्नु फोहोरै नगर्नु क्या त्यहाँ पछाडि फोहोर छ सन्तोष यस्तो राम्रो ठाउँ होइन हाम्रो देशलाई यस्तो बिगार्ने यस्तो यता हेरेर भन्नु पर्यो यस्तो बिगार्नु भएन नि त फोहोर यार फोहोरले बिगारेर यार यस्तो प्रकृतिको सुन्दरता होइन अनि यो सबै कुरा बिगारेर अनि खतम पारेर यो यस्तो टुरिस्ट अट्र्याक्सन यस्तो राम्रो ठाउँ भनेर चिनिन्छ हामीलाई नेपालमा यस्तो राम्रो ठाउँ हो नि त नेपाल त यस्तो ठाउँमा चाहिँ अनि यस्तो फोहोर गरेको त राम्रो होइन नि त गुड ल है प्लास्टिकले गर्दाखेरि होइन कतिजना जनावरहरूको ज्यान जान्छ होइन के हुन्छ केमिकल यसले रिलिज गरे हुन्छ मिथेन रिलिज गरे हुन्छ यसले क्लाइमेट चेन्ज पनि होइन उस गरे हुन्छ क्या हजुर क्लाइमेट चेन्ज पनि असर गरे हुन्छ होइन अब यो प्लास्टिक चाहिँ होइन उस हुन्छ कि मोलिक्युल हुन्छ होइन त्यो चाहिँ घामको सनलाइटको त्यो रेजले गर्दाखेरि चाहिँ मोलिक्युल ब्रेक भएर मिथेन ग्यास रिलिज गर्छ होइन त्यसले गर्दा के हुन्छ यो एटमोस्फियर के हुन्छ मिथेन ग्यासले बिगार्छ कि नै ग्लोबल वार्मिङ हुन्छ अनि यो प्लास्टिक त जनावरहरूले पनि खान्छ नि त यो जनावरहरूले खान्छ जनावरहरूको कति लाखौँ जनावरहरूको ज्यान गइरहेको छ अनि यसले गर्दाखेरि यो प्लास्टिकले गर्दाखेरि माटो बिगारेको छ माटोको यो ब्याक्टेरिया मारेको छ जसले गर्दाखेरि यो इन्फर्टाइल हुँदै जान्छ क्या होइन अनि अहिले चाहिँ एकदम ठुलो समस्या भनेको माइक्रोप्लास्टिक हो होइन माइक्रोप्लास्टिक भनेको हाम्रो आँखाले देखिन्न त्यो आँखाले नदेखिने प्लास्टिक चाहिँ के हुन्छ भन्दाखेरि हरेक ठाउँमा खाइयो हाम्रो शरीरभित्र पनि छ हामीले कता कताबाट हाम्रो शरीरभित्र लिइराखेको छौँ होइन हाम्रो शरीरभित्र पनि प्लास्टिक छ क्या माइक्रोप्लास्टिक भन्छ त्यसलाई अनि हो त्यही भएर चाहिँ प्लास्टिक वेस्टलाई चाहिँ अब होइन सकेसम्म हामीले यसरी रिसाइकल उठाउनुपर्छ जताभावी यसरी फोहोर नगरौँ कि किनकि यो माटो पनि बिगार्छ नि त यो माटोको ब्याक्टेरिया मारेर यहाँको इन्फर्टाइल गरिदिन्छ यहाँ के उब्जाउने त्यो जताततै प्लास्टिक नफाल्नु होला तपाईँले जताततै फोहोर नगर्नु होला यही भन्न चाहन्छु म ल ओके तपाईँ सबैजना होइन आफ्नै घरबाट यो कसैले पनि होइन यो नेपालीहरू होइन के छ भन्दाखेरि यो त अब यो यहाँ फोहोर देखेछ यो त उसले गर्छ यो त सरकारले गर्छ भनेर बसिन्छ होइन तर चाहिँ यो चाहिँ हरेक नेपालीको नागरिकको जिम्मेवारी हो क्या यो हरेक किनकि हाम्रो यो चेन्ज ल्याउने भनेकै हरेक घरबाट होइन एकजना उठेर कतिजना हुन्छ हरेक मान्छेहरू होइन सानो सानो स्टेप लिएर होइन सकेसम्म अब तपाईँ पुरै नेपालै सफा गर्नुपर्छ भन्ने छैन तपाईँको टोल सफा गर्नु छैन टोल सफा गऱ्यो भने अब बिस्तारै बिस्तारै सहर सफा हुन्छ सहर सफा भएर देश सफा हुन्छ हो कि होइन त्यही भन्न चाहन्छु म चाहिँ होइन किनकि फोहोर अरूले उठाउँछ भन्ने होइन आफूबाट सुरुवात गर्ने हो अरू सरकारले आएर गरिदिन्छ यसले गर्छ त्यो त हाम्रो काम होइन भनेर भन्ने होइन ओके यो त स्कुल कलेजमा पनि होइन यो चाहिँ ज्ञान दिनु पऱ्यो कि यो सानैबाट सिकाउनु पऱ्यो होइन फोहोर सफा होइन गर्नुपर्छ फोहोरहरूलाई व्यवस्था गर्नुपर्ने होइन सबै कुरा सानै स्कुल कलेजबाटै सिकाउनु पर्ने कुरा हो क्या यो त हामीले होइन यो त यो आजकल त यो नेपालमा त होइन यो ठुल्ठुलो यो इन्भाइरोमेन्ट पढाउने सरले पनि फोहोर फालेको हुन्छ क्या सरले फोहोर फालेपछि विद्यार्थीले के सिक्छ ठुल्ठुलो मान्छेहरूले फोहोर फाल्यो भने सानो बच्चाहरूले के सिक्छ यो त्यही भएर चेन्ज ल्याउने भनेको अब हामी बढौँ चेन्ज ल्याउने अब त्यही भएर चाहिँ सबैले आएर सबैले आफ्नो टोल बस्ती सबै सफा राख्नु होला यही भन्न चाहन्छु म है त ओके ल गाइस सरसफाइ काम चाहिँ हुँदैछ है हेर्दै गर्नु होला हामीले यो पुरा पाहा चाहिँ सफा गरेर यो साइडमा आइसकेका छौँ ल गाइस हाम्रो सरसफाइ गरेर चाहिँ भ्याइयो हामी देख्न सक्नुहुन्छ यस्तो एकदम सफा क्लिन भएको छ त्यसपछि चाहिँ नै हाम्रो टिमहरू यहाँ हुनुहुन्छ त्यसपछि हाम्रो फोहोरहरू छ यहाँ एउटा दुईटा तिनटा चार पाँच छवटा त्यसपछि दुईटा उ तल छ अनि दुईटा चाहिँ अझै तल पनि पुगिसकेको छ देख्न सक्नुहुन्छ एकदम सफा सुन्दर भएको छ हाम्रो पोखरा राम्रो पोखरा है त्यति 100% चाहिँ हामीले दिन सकेन क्या किनकि अब होइन हामीलाई कसैले पनि सपोर्ट गरेन अब कसैले यसो प्लास्टिक ब्याग ल्याएर राख्दै हुन्थ्यो होइन अब सपोर्ट गर्न आयो नि हुन्थ्यो अब सबै त हामीले सकिँदैन अब त्यो त अब त्यो चाहिँ हामी यहाँको लोकलहरूलाई जिम्मा दिन्छ है यहाँ चाहिँ अब होइन कता कता फोहोर अझै पनि छ 100% सकिएको छैन होइन त्यो जिम्मा चाहिँ हामी यहाँको लोकलहरूलाई दिन चाहन्छौँ अनि आफै जिम्मेवार भएर चाहिँ आफै सबै नागरिक भएर चाहिँ आफै फोहोर उठाएर होइन आफै व्यवस्थापन गर्नु होला अब यति भन्न चाहन्छ ल गाइज हेर्दै गर्नु होला अनि हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला फेरि अर्को भिडियोमा भेट्नेछौँ सबैजनालाई थ्याङ्क यू